Welcome to our vlog. हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म यो दुबईदेखि फुजेरा ओमनको बोर्डर साइडमा आएको छु, फुजेरा क्यारिफोर मलमा र सामान छोड्न आएको थिएँ। आज चाहिँ मेरो त्यहाँको ट्रिप, म फर्स्ट टाइम आएँ। जुस मैले लाइसेन्स निकालेको चाहिँ यही फुजेरा डिब्बामा हो। त्यस पछाडि लाइसेन्स निकालिसकेपछि अन्तरालमा अहिले चाहिँ म जुस आज 2.5 वर्षपछि यो फुजेरामा आएको छु र फुजेरा आउँदाखेरि बाटोहरू कस्तो छ भन्ने कुरा तपाईहरुलाई म अहिले यो रातिको समयमा भएको कारणले कुनै पनि देखाउन पाएको छैन र म तपाईहरुलाई अब 5 बजे मेरो गाडी अनलोड हुन्छ। अनलोड भइसकेपछि म यहाँदेखि जाने क्रममा तपाईहरुलाई त्यहाँको दृश्यहरू खिच्न मिलेसम्म म तपाईहरुलाई दुबई सम्मको एउटा भिडियो तपाईहरुलाई देखाउने छु। हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुस्। अहिले चाहिँ दुबईमा जोस हुन्छ नि, ड्राइभिङ गर्न चाहिँ जोस डेमा भन्दा नाइटमा इजी छ, किनभने चाहिँ नाइटमा रोडहरू पनि खाली हुन्छ, सिग्नलहरू पनि खुलिरहेको हुन्छ राइट र अनि जोस रातिमा डेमा गर्न भन्दा नाइटमा गर्न चाहिँ जोस ड्युटी राम्रो छ। किनभनेपछि म चाहिँ 3 टाउन क्यारिफोरको गाडी चलाउँछु। क्यारिफोरमा सामानहरू ओसार गर्ने काम गर्छु हैन, डीसी देखि जोस क्यारिफोर कुन स्टोरमा छ। र आज चाहिँ मेरो कस्तो परेको थियो भनेपछि आज चाहिँ मेरो स्टोर भनेको फुजेरा परेको थियो। फुजेरामा आएको छु म। अब यहाँको सम्पूर्ण अब अहिले एकछिनमा गाडीहरू पनि देखाउँछु, गाडी देखाउँछु। अहिले कुनै गाडी पनि छैन, म यहाँ छु र अब म यहाँदेखि 5 बजे अनलोड हुन्छ समथिङ। अहिले 4 बजिसकेको छ, 4:30 हुन लागिसक्यो। 5 बजे म यहाँदेखि जोस गाडी अनलोड गरेर जान्छु। जाँदाखेरि यहाँको जोस हुन्छ नि सेम लाइक नेपालको त्यो पहाडहरू छ नि त्यस्तो टाइपको छ, तर पहाडहरूमा बीचमा रोडहरू पनि, रोड चाहिँ बब्बाल छ, बब्बाल राम्रो छ रोडहरू। जोस नेपालको जस्तै डाँडा काँडा छ, डाँडा पाखाहरू छ र नाइटमा चाहिँ जोस राम्रो हुन्छ। हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला र यो भिडियो अन्तिमसम्म हेर्नु होला भन्न म सबैमा आग्रह गर्न चाहन्छु। र आज म तपाईहरुलाई देखाउने छु जोस दुबई टु फुजेराको। अब आउँदाखेरि चाहिँ देखाउन पाइएन, जाँदाखेरिको चाहिँ भिडियो म तपाईलाई देखाउने छु। थ्यांक यू गाइज। मैले चलाउने गाडी चाहिँ यो हो र यो चाहिँ मैले चलाउने गाडी भयो। यो चाहिँ जोस म यस्तो गाडी चाहिँ चलाउँछु हैन। अब यहाँ चाहिँ सामान अनलोड गर्न आएको छु। यहाँ सामान अनलोड गरिसकेपछि म चाहिँ जान्छु दुबई तर्फ। दुबईमा यस्तो डाँडा काँडाहरू छ, ल हेर्नुहोस् है। अनि यो भिडियोहरू हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु चाहिँ गाइज। मैले तपाईलाई भनेको थिएँ नि, अब म यहाँबाट हिँड्न लागेँ, टक्क मेरो यो चाहिँ सकियो काम। अनि म चाहिँ यो मेरो गाडी हैन, म चाहिँ यो गाडीमा छु। अब म यहाँदेखि चाहिँ दुबई हिँड्न थालेको। दुबईमा चाहिँ अब जान्छु दुबई। पेपर खस्यो, ला गाइज पेपरै खस्यो हैन। अब म चाहिँ यहाँबाट टक्क हिँडेको अब हैन, यो मेरो अब यहाँदेखि टक्क म चाहिँ ल अब चाहिँ सरी अब चाहिँ मेरो यो चाहिँ यहाँबाट मेरो ड्युटी स्टार्ट। ड्युटी त त्यस्तै हो है गाइज हैन। कस्तो भनेपछि म चाहिँ अब रुमतिर जान थालेको, मेरो यो काम चाहिँ सक्यो। अब हेर्नु होला तपाईहरुलाई मैले यहाँको सबै भ्यूजहरू देखाउने छु कस्तो हुन्छ। अनि मेरो अपलोड स्टार्ट भनेको अब यहाँ लेख्न पर्छ पेपरमा चाहिँ, अपलोड स्टार्ट भनेको 5:05:15 15 भयो। म अब यहाँदेखि हिँडेको चाहिँ 05:30 मा हिँडेँ हैन। 30 मा हिँडिसकेपछि अब म चाहिँ यहाँबाट आफ्नो गन्तव्यतर्फ जोस लाग्न थाले। अब हेर्नु होला यो डाँडा काँडा कस्तो छ भन्ने कुरा म तपाईहरुलाई देखाउँछु यो भिडियोमा। हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु चाहिँ नबिर्सनु होला। तर म चाहिँ अब यहाँदेखि हिँडेको गाइज हैन, हिँडेको। अब म आफ्नो गन्तव्यतर्फ लागेँ। के हो मेरो इन्डियन नलागेको कस्तो हो गाइज हैन। हेरेर लाइक कमेन्ट चाहिँ गर्न नबिर्सनुस् गाइज। यो चाहिँ म यहाँदेखि हिँडिसकेको छु हैन। यो चाहिँ अब म जोस के भन्छ दुबईतर्फ लागे भनौँ न, दुबईतर्फ लागेको यो चाहिँ
होइन। अब यो चाहिँ फुजेरा हो। अब यहाँदेखि टक्क यो सिग्नल हानेर अब त्यहाँ लेखिरहेको छ क्या दुबई भनेर लेखिरहेको छ हेर्नुहोस्। यो यस्तो छ क्या डाँडा काँडा होइन। यो चाहिँ दुबई लेखिरहेको छ होइन। त्यहाँ तपाईँ देख्नुभयो होला दुबई लेखेको। अब चाहिँ यहाँबाट सिधा जाने हो। अब कति टाढा हुन्छ गइन्छ। यो चाहिँ दुबई त होइन फुजेरा हो। अब म यहाँदेखि तपाईँहरूलाई त्यो डाँडाहरू देखाउने छु है गाइस। हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु। हेरेर मजा लिनुहोस् है आज दुबईको ब्लग मेरो चाहिँ। यो चाहिँ म अहिले दुबईतर्फ जाँदैछु गाइस होइन। यहाँ चाहिँ अब यस्तो के गर्नु मोबाइलबाट टिपेको क्या हो। अब यहाँदेखि भनेको 100 रोड फुजेरामा हेर्नु यस्तो डाँडा काँडा छ क्या। मैले यहाँ गेट चलाइरहेको छु। एउटा मोबाइलदेखि म्याप हेरिरहेको छु कति किलोमिटर छ 131 किलोमिटर छ म जानुपर्ने चाहिँ। यो चाहिँ फुजेरा हेर्नु न यस्तो डाँडा काँडा छ क्या। यस्तो दङबड हुन्छ तपाईँहरू। यो ठाउँ भनेको यस्तो ठाउँ हो नि। मैले चाहिँ यहाँ यस्तो छ नेपालको जस्तै नेपालको जस्तै भाइब छ भनौँ न। अब डाँडा काँडा अब यस्तो त्यो परेको भए पनि हुन्थ्यो। मुस्ताङ जस्तै ठाउँ छ अलि हेर्दाखेरि चाहिँ। अब तर कस्तो भने हेर्दाखेरि चाहिँ मुस्ताङ जस्तो भए पनि तर नेपाल भनेको नेपाल नै हो। नेपाल इज नेपाल भन्छ नि त्यस्तै हो। अब यो चाहिँ यहाँको दुबईको रोडहरू चाहिँ यस्तो छ। अब यस्तो डाँडा काँडामा यस्तो दामी रोडहरू बनाएको छ। ल आफै सोच्नु चाहिँ कति विकास भएको होला यो देशमा यार होइन। जोस् हुनुपर्छ यो राम्रो कुरा पनि हो होइन। नेपालमा पनि यस्तै भएको भए त खुसी हुन्थ्यौँ हामी। अब के नेपालमा हुँदैन त्यही हो। ठिक छ हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला गाइस है। अब म चाहिँ यहाँ चलाइरहेको छु गाडी होइन। अब मोबाइल चाहिँ चलाउनु मिल्दैन। फेरि मोबाइल चलाएको देख्यो भने यहाँ फाइन हानिदिइहाल्छ फेरि यही क्यामेराले। अरूभन्दा नि क्यामेराले फाइन हान्यो भने चाहिँ एकदम गाह्रो भनेको क्यामेराले फाइन हानेपछि फेरि समस्या। यहाँ त 1 महिनाको सेलेरी पो चैट हुन्छ त अनि गाइस। यो चाहिँ दुबई जाँदैछु म आज पहिलोचोटि जो 2 वर्ष 2.5 वर्षपछि फुजेरामा आएको होइन दुबईदेखि। जोस् रमाइलो छ हेर्नुहोस्। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस् र जति सक्दो सबैलाई सेयर गर्नुहोस्। आज चाहिँ यो भिडियो मैले स्पेसल जोस् दुबई आएको 2.5 वर्षपछि चाहिँ फुजेरा आएको भएर मैले बनाएको चाहिँ हो होइन। हेर्नु पहाड देख्नुभयो। पहाड त देख्नुभयो होला नि होइन। यस्तो पहाड छ क्या दुबईमा पनि जोस् पहाड छ। यता घरहरू छ उता तल खोलामा यस्तो घरहरू छ। त्यस्तो ठाउँमा पनि घरहरू छ होइन। जोस् दुबईमा राम्रो छ घुम्नलाई चाहिँ। घुम्ने ठाउँहरू चाहिँ बब्बाल छ। यस्तो डाँडा काँडा छ क्या। मैले सोचेको पनि थिइनँ कि होइन दुबईमा पहिला यस्तो आएपछि थाहा भयो। फर्स्टमा आउँदै यहाँ आएको हामी त यो ठाउँमा त कसम पताउनु होला कति 1 रात 2 दिन त हामी गाडीमै सुतेको डुबान परेर। यस्तो ठाउँमा पनि डुबान पर्छ गाडी। यो रोडमा चाहिँ पर्दैन तर अब जस त्यो बजारतिरको रोडहरू हुन्छ नि त्यस्तो ठाउँमा चाहिँ डुबान पर्छ क्या। ल हेर्न तल त्यस्तो ठाउँमा पनि घरहरू छ। यस्तो डाँडा काँडा छ होइन। म चाहिँ यहाँ कुदिरहेको छु। यस्तोमा चाहिँ 80 को स्पिड हानिरहेको छु मैले। यहाँ पनि देखाउँछु होला। अनि यहाँ यस्तो छ जोस् रमाइलो छ। आउनुहोस् घुम्नुहोस् इन्जोय गर्नुहोस्। म चाहिँ अहिले दुबईतिर जाँदैछु आफ्नो गन्तव्यतर्फ। तर गाडी चाहिँ हिँडेको छैन आज किन 50 को स्पिड पनि छैन 50-60 को स्पिड पनि छैन। के भएको मेरो गाडीले तानेन आज। सायद ननस्टप 2-3 घन्टा ननस्टप हिँडेर पनि होला हुनसक्छ त्यो पनि होइन। गाडीको समस्या हो। अब मैले भन्न सकिँदैन किन यस्तो भयो भनेर भन्न मिल्दैन। अब हेरौँ यस्तो छ यहाँको अब अवस्था हेरौँ गाइस। रोडको अवस्था गाडी अहिले गेट घटाएपछि हिँड्छ कि सिधामा पनि यस्तो गाडी नै नहिँड्ने यार के भएको छ। यो दुबई दुबई होइन यसलाई दुबई भन्दैन फुजेरा भन्छ। फुजेरा यस्तो यार यस्तो ठाउँमा यस्तो उसमा पनि यस्तो दामी होइन। यस्तो दामी रोड छ क्या। यस्तो पहाडहरूमा पनि यार मैले सोचेको पनि थिएन यस्तो पहाडमा यस्तो हुन्छ भनेर यार रोडहरू। नेपालमा यस्तै रोड होस् न। गाडी चलाउनु बल्ल पो मजा आउँछ त नेपालमा होइन। आजको भिडियो चाहिँ दमदार हुनेवाला छ। त्यो 10 मिनटसम्मको बनाउँछु। त्योभन्दा धेरै बनायो भने चाहिँ सबैलाई खल्ल लाग्न सक्छ हेर्नु होला। हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। अब यो ओह्रालो भएर कुदिरहेछ गाडी। अब
उकालोमा त त्यति तान्दैन गाडीले, खै के भएको हो, गाडीमा केही समस्या आए जस्तो छ होइन। अब म चाहिँ यहाँदेखि जुन पेट्रोल पम्प भेटिन्छ एडनोक पेट्रोल पम्पमा चाहिँ म डिजेल हाल्छु। अब गोल्ड ट्याङ्क गरेर ल्याएर आएको सकिसक्यो। अब 120 मात्रै बाँकी छ। अब 22 किलोमिटरपछि मैले राइड हान्नुपर्ने, एक्जिट राइड। र त्यस पछाडि चाहिँ मैले गर्छु गाइडलाई हेरेर मजा लिनुहोस् मेरो भिडियोको। मलाई पनि यसो सपोर्ट गर्नुहोस्, सपोर्ट गर्नुपर्छ हजुरहरूले भन्न चाहन्छु। जसले मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्छ उहाँलाई हृदयदेखि नै मेरो नमन व्यक्त गर्न चाहन्छु। किनभनेपछि हजुरहरूको सपोर्टले नै गर्दा म अलिकति अगाडि बढ्ने हो होइन, पारी जानुपर्ने हो। म चाहिँ गाडी पनि होइन हिँड्दैन हो, हिँड्दैन गाडी, हिँड्दैन गाडी। हिँड्ने भए त म अहिले कहाँ देखेँ। अब यो 100 भन्दा बढी हिँड्दैन, नत्र त म कति 7 बजी चाहिँ रुम पुग्दैन। तर जो 7:30सम्म चाहिँ पुग्छु होला मेबी। यसमा म्यापमा चाहिँ देखाएको छ 6 बजी, ठ्याक्कै 6 बजी देखाएको छ। म 7 बजी 7:30 बजीसम्म चाहिँ 7 बजीसम्म चाहिँ पुग्छु। 6:59 देखाएको हुन्छ टाइम चाहिँ। मैले टाइम गलत भने तपाईँहरूलाई, तर हेर्नुहोस्, लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नुहोस् होइन गाइस। यो चाहिँ मेरो भिडियोको दमदार अहिले चाहिँ जोस बनाउन सकेँ क्या, किनभने चाहिँ मैले अगाडि ड्यासबोर्डमा राखेर बनाएको छु नि त। नत्र त खासै भिडियो राम्रो बन्दैन नि, हातले समात्ने कि गाडी चलाउने कि के गर्ने कन्फ्युज भइन्छ। त्यही भएर हो क्यारिफोरको गाडी चलाउन भने, तर दुबईमा ट्रक चलाउनलाई लङ यात्रामा चाहिँ एकजना साइडमा हुनुपर्छ, निद्रा पनि लाग्दैन, त्यो सजिलो चाहिँ हुन्छ। अब एक्लै छ भने पनि त्यस्तो गाह्रो त हुँदैन, तर गाडी चाहिँ कन्डिसनमै हुनुपर्छ, स्पिड पनि हिँड्ने हुनुपर्छ। र ब्रेक सिस्टम चाहिँ सबभन्दा हामीले चाहिने भनेकै ब्रेक हो। ब्रेक राम्रो भयो भने चाहिँ भिडियो भन्छु यात्रा पनि राम्रै हुन्छ होइन। अब ब्रेक सिस्टम ठिक छैन भने त कहाँबाट यात्रा सफल हुने भएर होइन। त्यसैले भन्नुपर्दा यो चाहिँ दुबईको फुजेरा भन्ने ठाउँमा यस्तो दामी रोड छ। ठाउँ पनि हेर्नुहोस् होइन, रमाइलो चाहिँ त्यो ठाउँ पनि। अब मैले खास मोबाइलदेखि बनाइरहेको छु भिडियो चाहिँ। अब बिस्तारै म गोप्रो पनि किन्छु र यस्तै लङ यात्रामा हिँडेपछि भिडियो चाहिँ दामी बनाउँछु म। गोप्रो किनेपछि चाहिँ तपाईँहरूको साथ सपोर्टले गर्दा नै म अगाडि बढ्ने हो। तपाईँहरूले सपोर्ट गर्नुभयो भने म चाँडै नै गोप्रो किन्न सक्छु भन्न चाहन्छु गाइस। हेरेर सपोर्ट गरिदिनु होला। दुबई अझै पनि 90 किलोमिटर त्यहाँ देखाएको छ, म जानुपर्ने 115 किलोमिटर छ मेरो कम्पनी। त्यस्तो साइड कम्पनीदेखि रुम त धेरै टाढा त छैन, 2 किलोमिटर डिफ्रेन्ट होला, त्यहाँ त हिँड्दै गइन्छ। तर यस्तो दामी रोडहरू छ कि दुबईमा, मलाई चाहिँ यही चाहिँ खुसी लाग्छ क्या। यस्तो दामी रोडहरू भएको बेलामा चाहिँ राम्रो हुन्छ। रोडमा नेपालको भड्याङ मात्रै हुन्छ। जस नेपालमा पनि कुनै बेला हुन्छ कि हाम्रो पालामा त त्यस्तै हो, हाम्रो छोराछोरी भन्दा पनि नातिनाको पालामा चाहिँ हुन्छ होला। जस राम्रो हेरौँ। अब नयाँ सरकार बालेन सरकार आएको छ, बालेन सरकार कस्तो विकास गर्नु रहेछ त्यो पनि हेरौँला होइन। अब यो दुबई यस्तो छ, दुबईमा राजा भएको देश यस्तो छ। त्यो राम्रै छ भनौँ न, नराम्रो त भन्न मिलेन, राम्रै छ। यहाँ चाहिँ म फर्स्ट टाइम चाहिँ पहिला लाइसेन्स निकाल्न आएको र सेकेन्ड टाइम यो चाहिँ सेकेन्ड टाइम हो। सेकेन्ड टाइममा बुझेर आएको चाहिँ, पहिला चाहिँ म आएको थिइनँ। अहिले चाहिँ मेरो गाडी 100 को स्पिडमा हिँडिरहेछ। किनभनेपछि ओह्रालो पाएर पनि होला सायद यो बाटोले चाहिँ साथ दिएको। अब ओह्रालो गाडीले साथ दिएको, अब ओह्रालो सकिएपछि त फेरि कोही ओह्रालोले खुल्दै हुन्छ होला। यहाँ पनि स्कुल खुलिसक्यो। अब कति रोड जाम हुने ठाउँमा त थाहा छैन। लगाइ हेर्दै गर्नु होला मेरो भिडियो चाहिँ है गाइस। म अहिले आधा ठाउँमा आइसकेको छु। यहाँ तपाईँहरूलाई देखाउँछु मैले। यो चाहिँ म धेरै अगाडि आइसकेको छु। अब यो मोबाइल चलाएको देख्यो भने क्यामेराले चाहिँ एआई क्यामेरा हुन्छ क्या यहाँ चाहिँ। अब एआई क्यामेराले चाहिँ ध्यानमा फाइन हानिदिइहाल्यो भने मोबाइल चलाएको 800 रुपियाँ फाइन आउँछ होइन। त्यसैले चाहिँ मोबाइल म देखाएर चलाउँदिनँ, अनि मैले उ गरेर चलाउँछु लुकाएर। तपाईँहरूलाई म अगाडि देखाउँछु है त गाइस। यो चाहिँ म अब आधा खोजेर क्रस भएर पनि अगाडि आइसकेको छु। यो चाहिँ यहाँको रोडहरू यस्तो छ। अब मैले जानुपर्ने 93 किलोमिटर छ होइन, 93 किलोमिटर छ। यस्तो रोड बनाउँदाखेरि यस्तो हाल्छ यहाँ चाहिँ, त्यो गाडीहरू यताउता पास नहोस् भनेर, यता त्यो ल्यान्डमा नहोस् भनेर, एक्सिडेन्ट नहोस् भनेर चाहिँ। जोस् लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस् गाइज। म तपाईँहरूलाई अब म रुम जाने बेलासम्म देखाउँछु होइन गाइज। हेर्नुहोस् अब यो यस्तो डाँडा हरियाली छ ल।
दुबईमा पनि यस्तो हरियाली डाँडा काँडा छ भनेपछि अब आफै सोच्नु कि कस्तो रहेछ भनेर। दुबईमा यस्तो डाँडा काँडा छ ल, ओ माई गड वाट अ नाइस भ्यू। यस्तो पनि छ क्या, यस्तो डाँडा काँडा। यहाँ चाहिँ घुम्ने ठाउँ हो नि त, यहाँ त यस्तो आएर घुम्ने बस्ने रमाइलो ठाउँ हो नि त यो त। फाइनली गाइज म चाहिँ अफिस पुगिसकेँ। अब अफिसमा पुगेर चाहिँ अब म यहाँ चाहिँ हिँडिरहेको छु। यो चाहिँ हाम्रो अफिस हो, यहाँ चाहिँ सबै गाडीहरू छ। म सार भनेपछि यो चाहिँ म चाहिँ त्यो अफिसमा पुगेर अब सामान झाएर अब जाँदैछु, घुमतिर जाँदैछु। आजलाई यति भन्दै बिदा हुन चाहन्छु। फेरि पनि भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला गाइज है। बाई बाई, सी यू।